आदि के मलाई स्याहार सुसार गर्दा चाहिँ कतिको गाह्रो भएको त तिमीलाई किन यति मात्रै म सुतिरहने मान्छेलाई त कति गाह्रो भएको छ तिमी राति 10 बजेसम्म बच्चालाई औषधि खुवाऊ मलाई औषधि खुवाऊ खुवाइदेऊ अनि फेरि बिहान 6 बजे उठ 6 बजेबाट सबै भ्याऊ केही गाह्रो लागेको छैन सेवा नै धर्म हो धर्म नै कर्म हो बुझ्नुभयो सेवा गरे मेवा मिल्छ अझै तिमीले मेरो सेवा चाहिँ 24 आवर 1 महिना जस्तै गर्नुपर्छ जस्तो अझै बढी गर्नुपर्छ कि झ्याउ त लागेन नि झ्याउला भने उकाएर पालिदिन्छु अनि अनि नि बुढाहरू लिन जाने समय भयो अनि के भन्छौ त बुढाहरूलाई लिएर अब कहाँ जान्छौ कोठा जान्छौ कि पाउन जान्छौ बुढाहरूलाई लिएर गाडी चढ्छु गाडी चढेर यहाँ आउँछु यहाँ आएर खाजा बनाएर खुवाउँछु फेरि तपाईँलाई पनि चिया बनाएर दिन्छु बेलुका हुन्छ बेलुका भएपछि खाना बनाउँछु खाना खुवाउँछु अनि खाना खुवाएर तपाईँको घाउ सफा गर्छु छोरोको नाक सफा गर्छु अनि त्यसपछि सुत्छु जिन्दगी चाक्रा कसैको नाक कसैको चाक सफा गर्नुपर्छ के गाह्रो छ आमा हुनु भनेको साह्रै गाह्रो अहिले एकदम गाह्रो भएको छ कालीमायालाई चाहिँ भन्नै पर्दा है बिचरा अब बाहिरी तनाव नदेखे पनि उसलाई मानसिक तनाव चाहिँ एकदमै छ बरु मैले त्यति सोचेको छैन होला उसलाई त्यतिको मानसिक तनाव भइरहेको छ अहिले बिचरा अब बुढी भने बुढी हो नि के गर्नु